हेलो फ्रेन्ड्स भन। हेलो फ्रेन्ड्स, हाम्रो युट्युब च्यानलमा यहाँहरूलाई स्वागत छ। म चाहिँ आज यहाँहरूलाई 3 वर्ष अगाडिको एउटा भिडियो सेयर गर्दैछु होइन, हेरिदिनु होला। अहिले भनेदेखि मेरो बाबु अहिले 3 वर्ष भयो होइन, ऊ चाहिँ उसको टाइमको चाहिँ बेबी सावरको भिडियो रहेछ मेरो ग्यालेरीमा। यसो हेर्दाखेरि त्यही भएर आज म त्यो भिडियो यहाँहरूलाई सेयर गर्छु। कृपया हेरेर कमेन्ट गरिदिनु होला है। अब देउरी बस्ने मान्छे देउरी हुनु सक्दैन यो कुरा उठेको यसको जिन्दगीमा हो नि। कस्तो अप्ठ्यारो भयो माथि गर्नु गाह्रो भयो। अप्ठ्यारो अवस्था छ मलाई अलमल भइरहेछ। मैले टिका लाउनै जानिन तिमीलाई चाहिँ गइति एकछिन फुकेर सुकाइ पनि कस्तो राम्रो लगाइदिन्छ टिका के लगाइदिन्छ। अलिकति अझै जस्तो कभर अलिकति बिहान थोरै माथि लाउने भयो, बिहान त थोरै माथि लाउने हो र। बिहान तपाईँ त छोरा मान्छे क्या, हामी तल लाउने कि टिका चाहिँ लगाइदिनु हुँदैन नि। के भन्नु टिका कस्तो राम्रो कस्तो राम्रो भिडियो आइरहेछ। टिका म राम्रो लगाइदिन्छु। यति बेला चाहिँ यो पछाडि झुन्ड्याएको ब्यानर छ नि, यो झिलिप गरेको पेपर, यो पेपर चाहिँ जिउमा टाँस्यो भनेर कुरा भइरहेको थियो। मेरो कान्छाहरू हेरौँ त मेरो नि जिउमा टाँसिन्छ कि टाँसिँदैन भनेर भित्तामा टाँसिन भइरहेको छ। मेरो जिउमा त टाँसिन भन्दैछ। मेरो कुरा काट्दै तिनीहरूले तपाईँ जाँदा त एक टाँस आइज के यो चाहिँ पाले पाले एउटा एकचोटि पकाउनु खुवाउने होइन, हो पाले पालो के मिसा अप्ठ्यारो भयो छैन भएको। उताबाट खुवाउनुलाई। म आउँदैछु म होटल म्यानेजमेन्ट गर्दै गर्छु। म उताबाट आएर खुवाउँछु, राइट बर्डसहरू गर्छु। यसो मिसाइदिउँ मेरो भाइहरू चाहिँ कमेडी गर्नु भनेपछि कहाँ एउटा कुरा अलिकति पाउनु कमेडी गर्नु थालिहाल्छन्। दही चिरा खान सजिलो हुन्छ, दही चिरा खान सजिलो हुन्छ भन्छ ल। बिहान पनि खुवाउने हो कस्तो उठेतिर मात्रै गएको। म त बिहान त अरू नै खुवाउने तपाईँ पनि सजिलो छु नि। दिदीलाई फेरि एकचोटि खुवाएको जस्तो गर्नु त। बिहान सजिलो होस्, धेरै लेबर बेड नहोस्। ल जान त खान्छ धेरै आफ्नो हो। अब बुढी जान्छ नि पहिला बुढो पछि सानो अर्काको छोरी हो क्या। दही चिरो खुवाउने चाहिँ यस्तो हतारमा डिसिजन भएको थियो कि अब आज डक्टरलाई भेट्न गएको थियौँ, भोलि नै भर्ना हुनुपर्छ, हस्पिटलमा एडमिट भइहाल्नुपर्छ भन्नुभयो। त्यसपछि कसैलाई बोलाउनु नै पाइएन, केही भन्न नै पाइएन। मेरो भाइहरू नजिकै थियो, त्यही उनीहरू मात्र आएर उनीहरूले मात्रै खुवाएका हुन्थे। भएर यहाँ कोही हुनुहुन्न, हाम्रो एकदमै छोटो मिठो सानो, केही पकाउनु नै पाएको छैन। हातले नै खुवाइदिनु न।
सबै गरिदिनु बिनाजुको टिका अब केक काटिङ Happy birthday to you. Happy birthday to you. Happy birthday, happy birthday, happy birthday to you. हट्नु न के काट्दै आफै काटिहाल्नु त दिदीहरूले एकअर्कालाई खुवाउनु सुत्नु अर्का हामी गर्छ म खाँदिनँ बटर्स गर्छु के भयो त नि स्मेल आउँछ के को स्मेल आउँछ बटरको स्मेल आउँछ नि त्यस्तो आउँदैन के आउँदैन आज खेर ल म खेर जान्छु मलाई मिठो लाग्छ माथि हुन्छ त्यो पनि ठिकै छ सबैले खान सक्दैन होइन भाउजू अरे अब चाहिँ हाम्रो फोटो सेसन सुरु भयो है फोटोहरू क्लिक गर्न थाल्यौँ साथीहरू